नमस्कार साथीहरू, तपाईलाई युट्युब च्यानलमा स्वागत छ। आजको यस भिडियोमा हामी कक्षा 12 को कम्प्युटर साइन्सको स्पेसिफिकेसन ग्रिड र इम्पोर्टेन्ट क्वेसन लिएर आइसकेका छौँ। आजको यो भिडियोलाई अन्त्यसम्म स्किप नगरिकन हेरिदिनु होला। आउनुहोस् त आजको भिडियो सुरु गरौँ। हाम्रो एसएलसी को रुटिन हेर्दाखेरि चाहिँ हाम्रो कम्प्युटरको लागि प्र्याक्टिस गर्ने टाइम रहेको छैन, किनकि हाम्रो एक्जाम 11 गतेदेखि सुरु हुन्छ र फर्स्ट दिन हाम्रो इङ्ग्लिस रहेको छ र 12 गते नै हाम्रो के गरिदिएको छ भने कम्प्युटरको एक्जाम राखिदिएको छ। सो त्यही भएर हाम्रो लागि प्र्याक्टिस गर्ने टाइम चाहिँ रहेको छैन। त्यही भएर तपाईहरूलाई हामीले इम्पोर्टेन्ट क्वेसनका साथै तपाईहरूलाई सजिलो सहज तरिकाले बुझाउने प्रयास गर्नेछौँ। आउनुहोस् त आजको भिडियो स्पेसिफिकेसन ग्रिडबाट सुरु गरौँ। हाम्रो च्याप्टर 1 मा रहेको छ डिबिएमएस, डाटाबेस म्यानेजमेन्ट सिस्टम, जसमा चाहिँ 3 मार्क्सको एमसिक्यू आउने रहेछ र 5 मार्क्सको एउटा सर्ट आन्सर क्वेसन आउने रहेछ। जम्मा 8 मार्क्सको हुने रहेछ। र अर्को भनेको च्याप्टर नम्बर 2 भनेको डाटा कम्युनिकेसन एन्ड नेटवर्किङ भनेर छ, जसमा हाम्रो डिफ्रेन्ट काइन्ड्स अफ टोपोलोजीहरू थियो। अनि त्यस पछाडि हाम्रो लोकल एरिया नेटवर्क, अनि ल्यान व्यान म्यान भनौँ है। त्यस पछाडि अर्को भनेको हाम्रो सर्भर साइड स्क्रिप्टिङ, पियर टु पियर नेटवर्क है। सर्भर साइड स्क्रिप्टिङ भनेको चाहिँ हाम्रो वेब टेक्नोलोजीको हो, झुक्कियो अलिकति, सरी। र यसबाट चाहिँ हाम्रो एमसिक्यू भनेको चाहिँ एउटा मात्रै आउने रहेछ र लङ क्वेसन एन्सरमा चाहिँ एउटा आउने रहेछ, जसले चाहिँ 9 टोटल मार्क्स 9 भयो। यसले चाहिँ 9 मार्क्स क्यारी गर्ने रहेछ। अर्को च्याप्टर 3 मा रहेको छ वेब टेक्नोलोजी, विच कन्सिस्ट अफ 3 एमसिक्यू अनि एउटा चाहिँ सर्ट क्वेसन एन्सर कन्सिस्ट गर्ने रहेछ है, जसले चाहिँ टोटल 8 मार्क्स बनाउने रहेछ। अनि त्यसै गरी हाम्रो च्याप्टर नम्बर 4 प्रोग्रामिङ इन सी, जसले चाहिँ लङ क्वेसन एन्सर मात्रै क्यारी गर्ने रहेछ है, विच कन्सिस्ट अफ 8 मार्क्स। र यो क्वेसन चाहिँ हाम्रो अरमा आउँछ है त, यो क्वेसन भयो। अनि त्यस पछाडि सर्ट क्वेसन एन्सरको यो डिबिएमएसवाला यो क्वेसन भयो, यो चाहिँ अरमा आउँछ है। र हाम्रो सी प्रोग्रामिङले चाहिँ कति मार्क्स कन्सिस्ट गर्छ भने 8 मार्क्स मात्रै कन्सिस्ट गर्छ है। ओओपी भनेको चाहिँ के हो भन्दाखेरि अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ हो। यसबाट चाहिँ हामीले सजिलै मार्क्स ल्याउन सक्छौँ है। यो मध्ये भनेको सबैभन्दा सजिलै भन्दा हुन्छ, सबैभन्दा सजिलो है कुन हो भने यो ओओपी। अनि रिसेन्ट टेन्सिङ टेक्नोलोजी त भइ नै हाल्यो, त्यसको लागि अहिले हामी आउँदैछौँ। ओओपी चाहिँ किन सजिलो भनेको भने मैले यसमा चाहिँ के हुन्छ भने फिक्स्ड क्वेसन हुन्छ क्या, 3-4वटा क्वेसन होला। र के हुन्छ भने एउटा भनेको चाहिँ यसको फिचर्स हो। फिचर्स अफ ओओपी भनेको जस्तै क्लास है, अब्जेक्ट, इनहेरिटेन्स, पोलिमर्फिजम, डाटा एब्स्ट्र्याक्सन अनि त्यस पछाडि इन्क्याप्सुलेसन है। यस्तो फिचर्सहरू लेख्यौँ भने यस्तो मार्क्सहरू चाहिँ सजिलै आउन सक्छ। यसबाट चाहिँ हामीले सजिलै मार्क्स गेन गर्न सक्छौँ यस्तो च्याप्टरबाट चाहिँ, किनभने एप्लिकेसनहरू भयो है, एडभान्टेजेसहरू भयो, यस्तै सानोतिनो मात्रै छ। सो यसलाई चाहिँ हामीले अलिकति फोकस गऱ्यौँ भने चाहिँ यो सजिलै हामीले पास गर्न सक्छौँ। यो एक्जाम पास गर्न त्यति गाह्रो छैन है। यो एक्जामलाई चाहिँ हामीले 50 मा 50 ल्याउन पनि सक्छौँ है। तर कहिलेकाहीँ चाहिँ एमसिक्यूले हाम्रो बिगारिदिन्छ, नभए चाहिँ A+ चाहिँ स्योर ग्यारेन्टेड हाम्रो आउनसक्छ है। ओओपीले चाहिँ एमसिक्यू एउटा मात्रै क्यारी गर्ने रहेछ र सर्ट क्वेसन एन्सर पनि एउटा मात्रै क्यारी गर्ने रहेछ, जसले चाहिँ हाम्रो टोटल मार्क्स 6। त्यस पछाडि अर्को च्याप्टर हाम्रो सफ्टवेयर प्रोसेस मोडल एसपिएम, जसमा चाहिँ हाम्रो डिफ्रेन्ट काइन्ड्स अफ मोडलहरू रहेको छ, जस्तै एजाइल मोडल, वाटरफल मोडल, प्रोटोटाइप मोडल है। अनि त्यस्तै गरी सफ्टवेयर
डेभलपमेन्ट लाइफ साइकल है, अनि फिजिबिलिटी स्टडी, यस्तो चाहिँ क्वेसनहरू चाहिँ यसको मेन इम्पोर्टेन्ट क्वेसनहरू रहेको छ है। सो यसले पनि 1 मार्क्सको एमसिक्यू क्यारी गर्ने रहेछ र सर्ट क्वेसन एन्सरबाट एउटा क्यारी गर्ने रहेछ। टोटल भयो 6 मार्क्सको। र अब हाम्रो लास्ट टपिक, लास्ट एन्ड इजी है, हाम्रो कुन हो भने वेब टेक्नोलोजी, हाम्रो कुन हो भने रिसेन्ट ट्रेन्ड्स इन टेक्नोलोजी, जसमा चाहिँ हाम्रै बिग डाटा, क्लाउड कम्प्युटिङ, ई गभर्मेन्ट्स, ई मेडिसिन है, त्यस्तै सो अन, त्यस्तै सजिलो नै हुन्छ है। यो चाहिँ हामीले फ्री राइटिङ लेख्दा पनि हुन्छ है, आफ्नै भाषामा लेख्दा पनि हुन्छ यो चाहिँ। सो यसले चाहिँ कति क्यारी गर्ने रहेछ भने 5 मार्क्सको एउटा क्वेसन क्यारी गर्ने रहेछ र टोटल भयो 5। र यिनीहरूलाई टोटल गर्दाखेरि चाहिँ टोटल 50 मार्क्स हुन्छ है। सो हामीले बुझ्यौँ कुन च्याप्टरबाट कति मार्क्सको आउँछ, कताबाट कति आउँछ भन्ने बुझिसक्यौँ। सो हामी अब चाहिँ के गर्छौँ भने हामी लेट्स गो टु सर्ट क्वेसन एन्सरबाट सुरु गरौँ है त। सर्ट क्वेसन एन्सरबाट चाहिँ हाम्रो कुन कुन क्वेसन आउँछ भन्ने क्वेसन वाइज हामी हेर्दै जाउँ है त। क्वेसन नम्बर 10 जसमा चाहिँ 5 मार्क्स रहेको छ। अहिले हामी 1 मार्क्सको कुरा चाहिँ गर्दैनौँ, किनभने एमसिक्यू चाहिँ जहाँबाट पनि आउन सक्छ है। तपाईँहरूले एमसिक्यूको लागि चाहिँ फुल्ली प्रिपेयर्ड भएर जानुपर्छ, किनभने यो चाहिँ च्याप्टरहरूको बिचबाट पनि आउन सक्छ। तर यसको लागि चाहिँ म अर्को छुट्टै नै भिडियो बनाउने नै छु, तपाईँहरूले हेर्दै जानु होला। यदि तपाईँहरूलाई चाहिएमा म अवश्य पनि त्यो भिडियो लिएरै आउनेछु, नयाँ भिडियो। सो 10 नम्बरको क्वेसन चाहिँ हाम्रो 5 मार्क्सको रहेको छ, जुन चाहिँ हाम्रो च्याप्टर 1 डिबिएमएस डाटाबेस म्यानेजमेन्ट सिस्टमबाट आउने छ है, जसबाट चाहिँ हामीले इम्पोर्टेन्ट क्वेसनहरू चाहिँ लिएर आएको छौँ, छानेर हामीले खोजेर लिएर आएको छौँ। यसमध्ये धेरै रिपिटेड हुने क्वेसनहरू भनेको चाहिँ हाम्रो नर्मलाइजेसन भयो एउटा, अर्को भनेको सेन्ट्रलाइज एन्ड डिसेन्ट्रलाइज डाटाबेस सिस्टम यो भयो, अनि त्यस पछाडि रिलेसनल डाटाबेस मोडल है, यो चाहिँ हाम्रो एकदमै इम्पोर्टेन्ट क्वेसन भन्दा पनि हुन्छ है। यो भयो। यसबाट चाहिँ हामीलाई अर क्वेसन आउँछ, त्यही भएर चाहिँ हामीले है आधी पढेर आधी नपढेर त्यस्तो गर्दा पनि हुन्छ। तर त्यस्तो गर्नु चाहिँ अलिक आफ्नै लागि गाह्रो भन्दा पनि हुन्छ। त्यही भएर फुल्ली डिपेन्डेन्ट भएर चाहिँ नबस्नु होला, केही न केही चाहिँ पढेरै बस्नु होला है त। सबै अलिअलि भए पनि बुझेर बस्नु होला, पछि काम अवश्य पनि लाग्नेछ। र नर्मलाइजेसन पढिसकेपछि हाम्रो सेन्ट्रलाइज डिसेन्ट्रलाइज डाटाबेस सिस्टम पढेपछि र यो रिलेसनल मोडल पढेपछि चाहिँ ढुक्क भएर बस्दा पनि केही मतलब पर्दैन है। यदि तपाईँलाई अझै छैन है, ट्रस्ट मतलब अझै भरोसा छैन भने चाहिँ हाम्रो बी नम्बरमा रहेको डाटा डेफिनेसन ल्याङ्ग्वेज, डाटा म्यानिपुलेसन ल्याङ्ग्वेज, डाटा कन्ट्रोल ल्याङ्ग्वेज, यो पनि हेरेर एकचोटि जानु होला है। यो पनि अलिक मेरो पोइन्ट अफ भ्यूमा र पास्ट क्वेसन हेर्दा चाहिँ यो पनि अलिक इम्पोर्टेन्ट नै देखिरहेको छ। अनि अर्को भनेको चाहिँ हाम्रो डाटाबेस एडमिनिस्ट्रेसन एन्ड डाटाबेस सेक्युरिटी भनेको चाहिँ यो पनि एउटा महत्त्वपूर्ण क्वेसन नै रहेको छ, किनकि मैले पास्ट क्वेसन हेर्दाखेरि चाहिँ यो क्वेसन पनि रिपिटेड वेमा आएको देखिरहेको छु है म। सो अब हामी क्वेसन नम्बर 11मा, जुनमा चाहिँ च्याप्टर 3 वेब टेक्नोलोजीबाट आउनेछ र हामीले यो क्वेसनमा पनि हामीले अर क्वेसन पाउनेछौँ है, किनभने यो डाटाबेस कनेक्सन इन पिएचपी है, यसमा चाहिँ के हुन्छ भने दुईवटा क्वेसन अरमा आउँछ है। वेब टेक्नोलोजी च्याप्टर 3मा चाहिँ यो नम्बर कति 11मा चाहिँ हाम्रो दुईवटा क्वेसन अरमा आउँछ। एउटा भनेको जेएसबाट आउँछ, अर्को भनेको चाहिँ पिएचपीबाट आउँछ है। अनि जेएसबाट आउने क्वेसन भनेको चाहिँ के हो भने अब डाटा टाइप्स इन जेएस है, अपरेटर इन जेएस, अनि त्यस पछाडि क्लाइन्ट साइड सर्भर स्क्रिप्टिङ एन्ड सर्भर साइड स्क्रिप्टिङ भयो। र प्रोग्रामहरू भन्दाखेरि चाहिँ हामीले यस्तो खालको प्रोग्रामहरू चाहिँ बेसी ध्यान दिनुपर्ने हुन्छ है। यस्तो खालको प्रोग्रामहरूमा चाहिँ बेसी ध्यान दिनुपर्ने हुन्छ, तर हेर्दाखेरि चाहिँ सजिलै हुन्छ है।
फ्याक्टोरियल फाइन्ड द फ्याक्टोरियल अफ अ गिभन नम्बर है अर एनी नम्बर यस्तो खालको चाहिँ हामीले पिएचपी एज वेल एज जाभास्क्रिप्ट बोथबाट चाहिँ हामीले के गर्नुपर्ने हुन्छ प्र्याक्टिस गर्नुपर्ने हुन्छ है फाइन्ड द सम अफ एनी टू नम्बर्स कसरी फाइन्ड गर्ने अनि चेक वेदर द नम्बर इज अड अर इभन है यस्तो खालको प्रोग्रामको चाहिँ तपाईँहरू एक्सप्लेनेसन चाहिन्छ भने चाहिँ म कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला म त्यो अवश्य पनि लिएर आउनेछु र हाम्रो च्यानललाई सब्सक्राइब गरेर अगाडिको छेउमै रहेको बेल आइकनलाई क्लिक गरिदिनु होला किनभने हामी यस्तै प्रोग्रामिङ रिलेटेड वा भनौँ यस्तै पढाइ रिलेटेड कुराहरू चाहिँ लिएर आउने नै छौँ अझै आउने दिनहरूमा सो अब त्यो बाहिरको कुरा छोडेर अब हामी फेरि हाम्रो टपिकमा डाटाबेस कनेक्सन इन पिएचपी है यो चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन रहेको छ है यो क्वेसन पनि हाम्रो इम्पोर्टेन्ट रहेको छ यो पनि हाम्रो रिपिटेड क्वेसन हो यसलाई चाहिँ के भनिन्छ भने हाम्रो डाटाबेस पिएचपीको युजले डाटाबेस कनेक्ट गर्न लागेको छ है यो एकदमै इम्पोर्टेन्ट हो त्यस पछाडि हामी नम्बर बीमा इन्सर्ट रिड अपडेट एन्ड डिलिट द डाटा फ्रम डाटाबेस युजिङ पिएचपी है पिएचपीको हेल्पले हामीले डाटाबेसमा कसरी डाटा इन्सर्ट गर्ने कसरी रिड गर्ने कसरी अपडेट गर्ने र कसरी डिलिट गर्ने त्यो पनि हामीले जान्नुपर्ने हुन्छ है यदि तपाईँलाई यो आउँदैन भने प्लिज मलाई मेसेज गर्नुहोला म अर्को भिडियो अवश्य नै लिएर आउनेछु त्यस पछाडि डाटा टाइप्स इन जेएस है अनि त्यस पछाडि अपरेटर इन पिएचपी यति पढ्नु भने चाहिँ तपाईँहरूको 5 मार्क्स चाहिँ स्योर आउँछ है स्योर आउँछ यति पढ्नु हो भने र अब नम्बर 12 यसमा चाहिँ के छ भने अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ च्याप्टर 5 बाट अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङबाट आउने रहेछ है अघि मैले तपाईँहरूलाई भनेको नै थिएँ यसबाट चाहिँ हाम्रो फिचर्स अफ ओओपी है क्लास एन्ड अब्जेक्ट अनि इन्क्याप्सुलेसन इनहेरिटेन्स मैले भनेको थिएँ नि यो चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन हो यो च्याप्टरबाट चाहिँ यो चाहिँ धेरै नै रिपिटेड वेमा आइरहेको छ त्यही भएर यसलाई चाहिँ अलिक ध्यान दिएर पढ्नु होला र अर्को भनेको चाहिँ हाम्रो एडभान्टेजेस अफ अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ यसको ओओपीको चाहिँ एडभान्टेज के हो यसलाई हामीले रियुज गर्न सक्छौँ है हो त्यस्तै हामीले लेख्नुपर्ने हुन्छ एप्लिकेसन अफ अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ अब सफ्टवेयर सेक्युरिटी सर्भिस है सेक्युरिटी सफ्टवेयरहरू त्यस्तो बनाउन गेम्सहरू बनाउन चाहिँ के युज हुन्छ भने अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ युज हुन्छ हो त्यसरी हामीले लेख्नु पर्यो केमा युज हुन्छ भनेर लेख्नु पर्यो अर्को भनेको चाहिँ हाम्रो प्रोसिडरल ओरिएन्टेड प्रोग्रामिङ एन्ड अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको हामीलाई के सोध्न सक्छ भने मेनली त हामीलाई डिफ्रेन्स बिट्विन सोध्न सक्छ यसको पिओपी र ओओपीको हामीले डिफ्रेन्स सोध्न सक्छ वा एसओपी र ओओपीको हामीले डिफ्रेन्स सोध्न सक्छ एसओपी भनेको चाहिँ के हो भने स्ट्रक्चरल ओरिएन्टेड प्रोग्रामिङ हो जुन तपाईँले त्यो पनि हेर्न चाहिँ नछुटाउनु होला है यहाँ नलेखे पनि त्यो चाहिँ हेर्न चाहिँ नछुटाउनु होला र अब चाहिँ हामी क्वेसन नम्बर 13मा क्वेसन नम्बर 13मा आउँदाखेरि चाहिँ हाम्रो कुन छ भने च्याप्टर नम्बर 6 विच इज सफ्टवेयर प्रोसेस मोडलबाट आउने रहेछ अब यसबाट कस्तो खालको क्वेसन आउँछ भन्दाखेरि हाम्रो सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल है यसको डेफिनेसन वा भनौँ कसरी चाहिँ सफ्टवेयर डेभलपमेन्टको लाइफ साइकल हुन्छ भनेर सोध्दैछ है जस्तै रिक्वायरमेन्ट एनालाइसिस हुन्छ कि अनि त्यस पछाडि फिजिबिलिटी स्टडीहरू हुन्छ हो त्यस्तो चाहिँ के हुन्छ भने यसमा सोध्छ अर्को भनेको रोल्स एन्ड रेस्पोन्सिबिलिटी अफ सिस्टम एनालिस्ट अथवा सिस्टम एनालिस्ट भनेको को हो सिस्टम एनालिस्टले के काम गर्छ हो त्यस्तो क्वेसनहरू चाहिँ ध्यान दिएर पढ्नु होला है त अनि अर्को भनेको हाम्रो वाटरफल मोडल भनेको चाहिँ कुन हो भने ट्रेडिसनल मोडल हो जुन चाहिँ एउटा के भन्छ एउटा दिन अर्को दिन अर्को हुँदै जान्छ है जस्तै वाटरफल झर्ना जस्तै यसरी बगेर जान्छ अनि यस्तो भएर यस्तो हुन्छ है अनि यसलाई चाहिँ किनभने ट्रेडिसनली मोडल हो त्यही भएर यो चाहिँ त्यति युजफुल छैन है
लार्ज प्रोग्रामहरूको लागि चाहिँ यो त्यति युजफुल छैन, तर सानो सानोको लागि चाहिँ यो चाहिँ युज गर्दा चाहिँ हुन्छ है। र अर्को भनेको हाम्रो डी नम्बर भनेको फिजिबिलिटी स्टडी। अब फिजिबिलिटी स्टडी भनेको चाहिँ हाम्रो कस्तो खालको भने यो सफ्टवेयर बनाउनलाई फिजिबल छ कि छैन है, सक्षम छ कि छैन। ल अब फिजिबिलिटी स्टडी जस्तै कुन भने टाइम फिजिबिलिटी, इकोनोमिक फिजिबिलिटी, अनि हाम्रो लिगल पनि छ होला होइन र त्यस्तै इकोनोमिक फिजिबिलिटी हो। त्यस्तै तपाईँहरूले पढ्दै जानु होला। त्यो यो चाहिँ किनभने यो भनेको पनि मोस्ट इम्पोर्टेन्ट क्वेसन यो अनि यो रहेको छ र यो पनि त्यस्तै इम्पोर्टेन्ट छ। यहाँ दिएको जति नै सबै इम्पोर्टेन्ट नै हो है। र अब हामी यहाँ क्वेसन नम्बर 14मा चाहिँ हाम्रो कुन आउँछ भने च्याप्टर 7बाट आउने रहेछ, रिसेन्ट टेन्स इन टेक्नोलोजी है, जसमा चाहिँ मैले अघि भनेको थिएँ क्लाउड कम्प्युटिङको बारेमा आउँछ, एआईको बारेमा आउँछ, ई-कमर्स, ई-गभर्नेन्स, ई-मेडिसिन जस्तै, अनि त्यस पछाडि हाम्रो बिग डेटा, मोबाइल कम्प्युटिङ, भर्चुअल रियालिटी भिआर, आइओटी, इन्टरनेट अफ थिङ्स। अब यस्तो चाहिँ कसरी गर्ने भन्दाखेरि चाहिँ के गर्नुपर्ने हुन्छ भने सुरुमा चाहिँ हामीले इन्ट्रोडक्सन दिनुपर्ने हुन्छ यसको बारेमा है। अब क्लाउड कम्प्युटिङ भनेको के हो, अब यसको टाइप्स, अब यसको त टाइप्स छ जस्तै आइएएस, पिएएस, एसएएस भनेर छ नि, यसको त टाइप्स छ। सो अरू पनि टाइप्स छ भने टाइप्स लेख्दा भयो, वा छैन भने चाहिँ डाइरेक्ट एप्लिकेसन एरिया कता कता छ, यसको मेरिट एन्ड डिमेरिट भने फाइदा र बेफाइदाहरू के छ यसको हो, त्यो लेख्दा चाहिँ मार्क्स राम्रो आउने गरेको छ है। र अब हामी अर्को क्वेसनमा यो क्वेसन नम्बर 15 रहेको छ। यो चाहिँ ग्रुप सीबाट रहेको छ र यहाँनिर चाहिँ हाम्रो अलिकति मिस्टेक भएछ यो प्रेजेन्टेसन बनाउँदाखेरि चाहिँ। यहाँनिर चाहिँ 5 मार्क्स होइन, यो चाहिँ 8 मार्क्स रहेको छ है। सो लेट्स मेक इट 8 मार्क्स। यो चाहिँ 8 मार्क्सको रहेको छ है, अलिक 8 पनि 8 जस्तो देखिएन हो, 8 मार्क्सको रहेको छ। सो हामी अब 15 नम्बरमा लेट्स गो। भएन सो अब हामी 15 नम्बरमा यहाँ चाहिँ हाम्रो अलिकति मिस्टेक भएको थियो है। यो चाहिँ 5 मार्क्सको होइन, यो चाहिँ 8 मार्क्सको, किनभने क्वेसन नम्बर 15 चाहिँ हाम्रो ग्रुप सीको रहेको छ है त। सो अब क्वेसन नम्बर 15मा चाहिँ के आउन सक्छ भन्दाखेरि च्याप्टर 2 डाटा कम्युनिकेसन एन्ड नेटवर्किङबाट आउने रहेछ। अघि हामीले डाटा स्पेसिफिकेसन ग्रिडमा हेरेको थियौँ। हाम्रो च्याप्टर 2मा चाहिँ के थियो भने एउटा 8 मार्क्समा पनि रहेको थियो है, एउटा 8 मार्क्समा र एउटा एमसिक्यूमा रहेको थियो, जम्मा गरेर 9 मार्क्सको भएको थियो है। सो यसबाट चाहिँ के आउँछ भन्दाखेरि क्लाइन्ट सर्भर एन्ड पियर टु पियर नेटवर्क आर्किटेक्चर, यो चाहिँ एकदमै इम्पोर्टेन्ट क्वेसन रहेको छ है। त्यस पछाडि नेटवर्क टोपोलोजी, कुन टाइपको नेटवर्क टोपोलोजी छ त हाम्रै बस टोपोलोजी, रिङ टोपोलोजी, स्टार टोपोलोजी, मेस टोपोलोजी, हाइब्रिड टोपोलोजी। यहाँनिर चाहिँ हाम्रो 5वटा जति टोपोलोजी रहेको छ र एक्जाममा चाहिँ यो सबै टोपोलोजी आउँछ भनेर चाहिँ नडराउनु होला है।
यत्रो धेरै आउँदैन। आयो भने हाम्रो कि त बस टोपोलोजी र स्टार टोपोलोजीको बिचमा डिफ्रेन्स बिट्विन आउँछ, कि त बस टोपोलोजी र मेस टोपोलोजीको बिचमा डिफ्रेन्स बिट्विन आउन सक्छ है। तर यो सबै चाहिँ आउँदैन है त। र यो पनि उत्तिकै इम्पोर्टेन्ट रहेको छ 8 मार्क्सको लागि है। अनि त्यस पछाडि हामी नम्बर सीमा आम ओएसआई रिफरेन्स मोडल। ओएसआई रिफरेन्स मोडल चाहिँ एकदमै यो पनि के भन्छ इम्पोर्टेन्ट क्वेसन नै रहेको छ है। किनभने 8 मार्क्सको लागि चाहिँ हामीले त्यतिको क्वेसन चाहिँ लेख्नै पर्ने हुन्छ है। एउटा हाम्रो रिसिभर साइड अर्को एउटा हाम्रो सेन्डर साइड र अर्को हाम्रो रिसिभर साइडमा हुन्छ र दुईटैलाई कनेक्ट गरेर हामीले लेख्नुपर्ने हुन्छ। त्यस पछाडि त्यसको इच लेयरलाई हामीले डिस्क्राइब गर्नुपर्ने हुन्छ। अनि त्यति गरिसकेपछि हामीलाई मजाले आँचिमलेर एन्ड मार्क्स चाहिँ सजिलै आउँछ। र अर्को हाम्रो क्वेसन नम्बर डी अर्को भनेको हाम्रो नम्बर डी आउँ। यसमा चाहिँ टाइप्स अफ कम्युनिकेसन मिडिया है। टाइप्स अफ कम्युनिकेसन मिडिया भनेको चाहिँ के हो भन्नु होला। हाम्रो बााउन्डेड अनबाउन्डेड जुन छ नि, जस्तै अलिक बुझ्नु भएन भने वायर अर वायरलेस मिडिया है, वायर्ड ट्रान्समिसन मिडिया अथवा वायरलेस ट्रान्समिसन अफ मिडिया है। जस्तै वायरमा चाहिँ के हुन्छ भने हाम्रो एसटिपी है, सिल्भर ट्विस्टेड पेयर, कोएक्सियल केबल, फाइबर अप्टिक केबल हुन्छ भने हाम्रो वायरलेसमा चाहिँ हाम्रो माइक्रोवेभ स्याटेलाइट भयो है, अनि आयर त्यस्तै पर्दैछ। अनि त्यस पछाडि अर्को हामी ई नम्बरमा सिम्प्लेक्स, हाफ डुप्लेक्स र फुल डुप्लेक्स। यो चाहिँ त्यति खासै इम्पोर्टेन्ट त देख्दिनँ म, त्यो पनि पढेर जाँदा चाहिँ केही हुँदैन है त। यो मैले चाहिँ यहाँबाट भनेको चाहिँ यति 3टा जति क्वेसन चाहिँ मोस्ट इम्पोर्टेन्ट देखेँ है। यिनीहरू अलिक त्योभन्दा अलिक लेस इम्पोर्टेन्ट नै छन्, तर यिनीहरू पनि इम्पोर्टेन्ट चाहिँ हुने है। सो अर्को चाहिँ हाम्रो छ भने सिम्प्लेक्स एन्ड हाफ डुप्लेक्सको कुरा गरिदिउँ है। सिम्प्लेक्स भनेको चाहिँ के हो भने एक ठाउँदेखि अर्को ठाउँसम्म मात्रै लाइक डाटा जान्छ है त। एउटा ठाउँमा बोल्यो भने अर्को ठाउँमा सुनिन्छ मात्रै, त्यसमा चाहिँ बोल्न मिल्दैन। र हाफ डुप्लेक्समा चाहिँ के हुन्छ भने एउटा टाइममा एकजनाले बोल्छ तर अर्को मान्छेले त्यतिखेर बोल्न चाहिँ पाउँदैन है। जस्तै यहाँबाट म बोलिरहेको छु भने उता अर्को मेरो साथीले त्यहाँबाट सुनिरहेको छ भने मैले बोल्दै गर्दा त्यो साथीले चाहिँ सुन्न पाउँदैन है। अनि तर त्यो चाहिँ के हुन्छ भने एकैचोटिमा मात्रै बोल्न पाइँदैन। यदि मैले बोलिसकेँ अब त्यो बोल्न चाहन्छ भने त्यो बोल्न चाहिँ मजाले सक्छ है त। अनि फुल डुप्लेक्समा चाहिँ के हुन्छ भने मैले बोलिरहेको बेलामै उसले पनि बोल्न सक्छ है त। र अब हामी एफ नम्बरमा आउँदाखेरि हामीले के छ भने ल्यान लोकल एरिया नेटवर्क, वाइड एरिया नेटवर्क र मेट्रोपोलिटन एरिया नेटवर्क। यिनीहरू चाहिँ के हो भने हाम्रो यिनीहरू पनि इम्पोर्टेन्ट क्वेसन रहेको छ। र अब अर्को हाम्रो 16 नम्बर क्वेसनमा 16 नम्बर क्वेसन चाहिँ हाम्रो च्याप्टर 4 प्रोग्रामिङ इन सीबाट आउनेछ। र मैले अघि भनेको नै थिएँ तपाईँहरूलाई, यसबाट चाहिँ हामीलाई स्ट्रक्चर अनि स्ट्रक्चर विथ एरे र फङ्सनको प्रोग्राम आउनेछ एउटा नम्बर 16मा। र अरूमा चाहिँ के आउँछ भने डाटाबेस इन सी, डाटाबेसमा चाहिँ क्वेसन आउनेछ। यदि तपाईँहरूलाई स्ट्रक्चर विथ एरे आउँछ भने यो माथिको गर्दा भयो, फङ्सन आउँछ भने पनि यो माथि गर्दा भयो। तर आउँदैन भने चाहिँ डाटाबेस आउँछ भने चाहिँ तपाईँहरूले डाटाबेस गर्दा नै भयो। सो तपाईँहरूले चाहिँ एक्जाममा 50/50 ल्याउन चाहनुहुन्छ भने यो दिएको क्वेसनहरू चाहिँ मजाले प्र्याक्टिस गरेर जानु होला, मजाले बुझेर जानु होला। र तपाईँहरूको कम्प्युटरमा चाहिँ आँखा चिम्लेर नै भनौँ 50 मार्क्स चाहिँ स्योर आउँछ। 50 नआए पनि A+ चाहिँ 100% ग्यारेन्टेड A+ चाहिँ आउँछ है त। हस् त, धन्यवाद। आजको भिडियो यति नै। यदि तपाईँहरू प्रोग्रामिङ को बारेमा अझै जान्न चाहनुहुन्छ भने वा प्रोग्रामिङ आउँदैन तपाईँहरूलाई सिक्न चाहनुहुन्छ भने चाहिँ हामीलाई मुनि कमेन्ट गरिदिनु होला। हामीले अवश्य पनि अर्को भिडियो चाहिँ प्रोग्रामिङसँग रिलेटेड लिएरै नै आउनेछौँ।